हेलो केटा हो के रियल मेड्रिडले हिजो रायो भाइकनलाई रब गरेकै हो त र केटा हो बार्सिलोनाले यो म्याचमा चाहिँ कस्तो खतरनाक पर्फर्मेन्स दिएको थियो त अस्ति र म्यान्चेस्टर युनाइटेड के ब्याक भइसकेको हो त सुरुमा त कुरा गरौँ हामी हिजो भर्खर भएको रियल मेड्रिड भर्सेस रायो भाइकनको के रायो भाइकन साँच्चीकै रब भएको हो त सो म्याच सुरु हुन्छ र म्याचको केही मिनटमा चाहिँ आर्बेलोवा फोर्स सब्स्टिट्युसन गर्न बाध्य हुन्छ र फोर्स सब्स्टिट्युसन गरेपछि ब्राइम द पनिङका डियाज आउँछन् र म्याच खेल्छन् र फर्स्ट हाफमा चाहिँ त्यति साह्रो केही भएको थिएन, दुइटैले बोरिङ फुटबल खेल्दै थियो। यता हाम्रो रायो भाइकनले पनि हाम्रो मिड ब्लकमा बसेर केही गर्न सकेको थिएन र यता रियल मेड्रिडले पनि मिड ब्लकमा बसेर केही गर्न सकेको थिएन र त्यतिकैमा हाम्रो इन्डिभिजुअल ब्रिलियन्स आउँछ फ्रम भिनिसियस जुनियर, जहाँ उनले तीनजना डिफेन्डरको अगाडि नै कर्नर सर्ट हानेर दामी गोल लगाउँछन् होइन। त्यस पछाडि पनि अर्को एउटा दामी चान्स हुन्छ जहाँ चाहिँ ब्राइम डियाजले चाहिँ पुरै सिधै 1v1 हुन्छ किपरसँग, तर के गर्ने उता हाम्रो साइडमा दाजु हुन्छ किलियन एम्बापे, उसलाई पास गराउने क्रममा चाहिँ त्यो गोल खोजिन्छ र 1v1 चान्स पनि मिस हुन्छ। त्यसपछि फर्स्ट हाफ सिद्धिन्छ र फर्स्ट हाफ सिद्धिन्जेलसम्ममा चाहिँ धेरैवटा बार्सा फ्यान जसले चाहिँ हेडराज गरिरहेको थिए सोधिरहेको थिए कि त्यो रायो भाइकन खोइ जसले चाहिँ रियल मेड्रिड र बार्सिलोनालाई चाहिँ आफ्नो होममा चाहिँ हाई प्रेस गरेर कुट्टो कि तरह मारेको थियो र सेकेन्ड हाफ सुरु हुन्छ र हामीले त्यो रायो भाइकनको अनुहार देख्न पाउँछौँ जहाँ चाहिँ उनीहरूले हाई प्रेस गरिरहेको थियो, चान्सेसहरू बनाउने कोसिस गरिरहेको थियो, तर जति चाहिँ एउटा चान्सेस बनिरहेको थियो नि त्यति एउटा अब फ्यानहरूको मनमा लाग्छ कि जति चान्स भन्दा पनि गोल त कहाँ लाग्छ, पछाडि द बेस्ट किपर इन द वर्ल्ड कोर्तवा हुन्छन् र त्यतिकैमा एउटा दामी टिम गोल आउँछ फ्रम डे फ्रुटोस। त्यस पछाडि म्याच धेरै जस्तो रायो भाइकनकै मुठीमा हुन्छ जहाँ चाहिँ एउटा चान्स पनि बन्छ 1v1 हुन्छ त्यहाँ जहाँ पछाइरहेको हुन्छन् र आई थिङ्क राइट ब्याक नाम चाहिँ थाहा भएन मलाई, तर त्यही राइट ब्याक भर्सेस स्ट्राइकरको एउटा ब्याटल हुन्छ जहाँ चाहिँ कोचवाले आफ्नो अमेजिङ एबिलिटी 1v1 सेभ गर्छन् दामी। त्यस पछाडि म्याच धेरै जस्तो हाम्रो रायो भाइकनले नै चलिरहेको थियो र त्यतिकैमा आई थिङ्क 86 मिनटतिर एउटा रेड कार्ड पाउँछ सिसेले। त्यस पछाडि सबै म्याच चाहिँ हाम्रो रियल मेड्रिडको मुठीमा आउन थाल्छ र उनीहरूले एट्याक हानेको हाने जतिखेर पनि असफल डाइभ कति हान्छ 10वटा जतिका डाइभ मात्र देखिन्छ हामीले भिनिसियस जुनियर र एम्बापेबाट, तर पनि पेनल्टी हुँदैन र हाम्रो रोड्रिगो सबैजना आइसकेको थियो कि एटेकरमा रोड्रिगो आएका थिए अनि त्यस पछाडि आई थिङ्क आलाबा पनि आएको थिए र उनीहरूले चाहिँ गेममा केही गर्न खोजिरहेको थिए तर केही पनि भएको थिएन र त्यतिकैमा लाइक 90+5 मिनटतिर एउटा पेनल्टी कन्सिड गर्छ फ्रम रायो भाइकन, त्यो पनि डिजर्भ थियो। तर के डिजर्भ थिएन भने 90+9 मिनट चाहिँ कहाँ थपेको, केमा थपेको आई डोन्ट नो, त्यो रेड कार्डमा थपेको होला। रेड कार्डमा पनि त्यति टाइम त लागेन होला, 5 मिनट 6 मिनट त लाग्यो होला र त्यस पछाडि म्याच जित्छ फ्रम किलियन एम्बापेको गोल। त्यस पछाडि हामी अर्को म्याचको कुरा गरौँ। अर्को म्याच त्यो लास्टै नै इन्ट्रेस्टिङ, एल्चे भर्सेस बार्सिलोनामा बार्सिलोनाले 7 गोल त आरामै हान्नुपर्ने हो, तर हान्यो कति 3 गोल, किनभने फरहान टोरेसले हाम्रो इजी चान्सेसहरू मिस गरिरहेको थियो केटा, इजी चान्सेसहरू मिस गरिरहेको थियो र केटा यो म्याचको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ म्याच सुरु हुन्छ र दुईटै टिम हाई प्रेस पुरै, र एल्चेले पनि आज होमवर्क गरेर आएको थियो कि हामी चाहिँ हाई प्रेस गर्छौँ, उनीहरूलाई काहीँ न काहीँ बल लुज भने मिडफिल्डमा हामी नम्बरले एट्याक गर्छौँ भनेर, र त्यहाँ पनि हामीले देखिरहेको थियौँ धेरैवटा अफसाइडहरू भएको थियो यो म्याचमा र मिडफिल्डमा चाहिँ यो भनौँ न चान्सेसहरूको अनुसार चाहिँ दामी थियो, तर बल प्रोग्रेसनको हिसाबमा चाहिँ धेरै राम्रो देख्दिनँ म। र राइट साइड भन्दा पनि लेफ्ट साइडबाट चाहिँ धेरै एट्याकहरू बनिरहेको थियो फर्स्ट हाफमा र त्यतिकैमा एउटा डेनी ओल्मोको दामी बल टु लमिन यमाल जान्छ र लमिन यमाल 1v1मा गोलकिपरलाई पठाएर गोल आइदिन्छ। त्यस पछाडि कति चान्स पाउँछ, दुईवटा चान्स त फरहान टोरेसले मिसै गर्छन् र त्यो चान्स मिसहरू देखेर चाहिँ एल्चेको एउटा दामी एट्याक आउँछ जहाँ चाहिँ आई थिङ्क फ्र्याङ्को होइन के पो नाम हुन्छ अल्भारोको एउटा दामी गोल हुन्छ र फेरि फर्स्ट हाफ सकिन आँटेको बेला एउटा फ्रेङ्की डियोङले दामी एउटा बल दिन्छन्, एउटा बच्चाले भात खुवाए जसरी नै बल दिन्छन् टु फरहान टोरेस, जहाँ उसले फरहान टोरेसले बल्ल गोल लाउँछन्
त्यस पछाडि फर्स्ट हाफ सिद्धिन्छ, सेकेन्ड हाफमा चाहिँ लमिन यमाल स्लो हुन्छ क्या। फर्स्ट हाफमा पनि लमिन यमाल स्लो नै थियो होइन, तर धेरै जस्तो बल पाएको थिएन लमिन यमालले। तर सेकेन्ड हाफमा चाहिँ पुरै लमिन यमाल स्लो, जता पनि कुदाइरहेको हुन्छ, ड्रिबल गरिरहेको हुन्छ, उसलाई रोक्न पनि सकेको छैन कसले पनि। र चान्सेसहरू यति बनाएको थियो नि, त्यहाँ पनि मिस गरिरहेको थियो क्या फरन टोरेसले यार। र त्यतिखेरमा रासपड आउँछन् फर राफिनियालाई अब टायर्ड भएको अरे हान्स फ्लिकले आफ्टर म्याच भने पछाडि। र रासफोर्ड आए पछाडि एउटा गोल दामी, जहाँ चाहिँ इन्डिभिजुअल ब्रिलियन्स हुन्छ सबै लमिन यमालको। बल रिसिभ गरेदेखि कुदाएर रनिङ गरेरदेखि दामी पास, फाइनल पाससम्म निकाल्नुमा लमिन यमालको धेरै नै हात थियो त्यो गोलमा। र लमिन यमालले पास दिइसकेपछि रासफोर्डले त्यो मिस गर्दैनन् र गोल हामीले देख्न सक्छौँ। त्यसपछि बार्सिलोनाले इजी गेमले फिनिस गर्यो र हामीले चाहिँ रासफोर्डले गोल लाए पछाडि चाहिँ बार्सिलोनामा 10+ गोल स्कोर गर्ने मान्छेमा एकजना थपेका छन् र जम्मा जम्मी 10वटा भएको होइन, जम्मा जम्मी 6वटा भएको छन्, जहाँ चाहिँ युरोपको टप 5 लिगमा चाहिँ सबसे धेरै हो। त्यसको सेकेन्डमा कतिजनाले 10+ गोल लागेको थाहा छ? 3जनाले मात्र रहेछ एउटा टिममा, र त्यो आर्सेनल होइन। र अर्को म्याच कुरा गरौँ कि म्यान्चेस्टर युनाइटेड ब्याक भएकै हो त। किनभने हिजो कस्तो दामी पर्फर्मेन्स दिएको थियो नि, जहाँ चाहिँ पहिलाको म्यान्चेस्टर युनाइटेड पनि देख्यो र अहिलेको म्यान्चेस्टर युनाइटेड पनि देख्यो। पहिलाको म्यान्चेस्टर युनाइटेड कसरी देख्यो भन्दाखेरि उनीहरूले लिड गरिरहेको म्याचलाई चाहिँ फिनिस गर्न नसक्नु चाहिँ पहिलाको म्यान्चेस्टर युनाइटेडको इमेज थियो। र त्यो इमेजलाई चाहिँ म त नयाँ हो नि म्यान्चेस्टर युनाइटेड भनेर देखाउनलाई चाहिँ उनीहरूले लास्टमा सेस्कोको गोल आयो। र म्याचको कुरा गर्नु पर्दाखेरि चाहिँ ओभरअल इन्टु एन्ड गइरहेको थियो म्याच होइन। आज डिफेन्सिभली पनि अलिकति खुलेको थियो, मिडफिल्डमा अलिकति खुल्यो भन्यो, फुलामले अलिक खोल्न सक्यो म्यान्चेस्टर युनाइटेडले। धेरै लो ब्लकमा बसेको थिएन म्यान्चेस्टर युनाइटेड, लास्टको कति मिनटमा बसे पनि धेरै चाहिँ बसेको थिएन। तर पनि फर्स्ट गोल आउँछ जहाँ चाहिँ कुन्यालाई लडाइन्छ पोस्टको डिबक्सको पेनाल्टी डिबक्सको एरियाभन्दा अलिकति साइडमा, र त्यो सेट पिसबाट चाहिँ दामी कासेमिरोको गोल हुन्छ। र अर्को गोल कुन्याले कस्तो दामी हानेको क्या त्यो गोल, र त्यसमा पनि कासेमिरोको एसिस्ट हुन्छ। त्यस पछाडि म त लाग्दै थियो म्यान्चेस्टर युनाइटेडले जितिसक्यो, अब टप हो त फिक्स हो, 41 पोइन्ट आयो, टप हो, आनन्द भनेर भनेको थिएँ। के गर्नु, फुलामले यस्तो दामी एट्याकहरू आएर थाल्यो नि। अनि त्यतिकैमा ह्यारी मगवायरले एउटा पेनल्टी गिभ अवे गर्छन्, जहाँ चाहिँ त्यहाँ गोल हुन्छ फुलामको। त्यस पछाडि सेकेन्ड गोल आई थिङ्क 90+ कति मिनटमा एउटा दामी ब्याङ्गर गोल स्कोर गर्छन् कुन चाहिँले होइन। त्यस पछाडि त यो त पहिलाको म्यान्चेस्टर युनाइटेड हो जस्तो लागिरहेको थियो। तर के गर्ने, यो त नयाँ म्यान्चेस्टर युनाइटेड हो, आफ्नो म्यान्चेस्टर युनाइटेड डिएनए देखाउँछ म्यान्चेस्टर युनाइटेडले। र लास्टमा चाहिँ सेस्कोको दामी गोल हुन्छ। ओभरअलमा क्यारिकलाई हामीले दिनै पर्छ पोइन्ट्स, किनभने उसले चाहिँ दामी खेलाए आज म्यान्चेस्टर युनाइटेडलाई। तपाईँलाई चाहिँ सबै म्याचेसहरू कस्तो लाग्यो त? र मलाई केही आफ्नो सुझावहरू दिनु छ भने कमेन्ट सेक्सनमा लेख्न नबिर्सिनु होला। यदि यहाँसम्म हेर्नुभएको छ भने कङ्ग्रेचुलेसन, यु आर फर्स्ट वाचर टु वाच टिल नाउ। र सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।